एडिटिङ गरे कि क्या हो यस्तो राम्रो कसरी देखाउन सक्छ तिमी नराम्रो भयो भने सबै नराम्रो हुन्छ हेलो ए तिमी त राजकुमार हेर्दै मलाई लभ परेर परम जस्तो भयो पार न आउ न ए आउ न त कहाँ बस्छौ आउँदिन तिमी अनि कसरी लभ पर्छ त नआइकन म लप्पै नगर्ने के गर्ने म त सिधा ठोक्ने हो लभ नगर्ने नभएको नदेखाउ न यार तिम्रो छँदै छैन त्यो त कति सानो सानो पर्छ मलाई त अब ठुलो छ क्या रन्क्यो भने तर अहिले जाडो भएर सुतिरहेछ भाइ नै सुतिरहेछ 7 इन्चको मैले त सोचिरहेको छु 7 इन्चको भएपछि मात्र बे गर्ने नत्र त माई ग्याड ड्याम हैन 7 इन्चको तर त्यो उठ्नुपर्छ क्या त्यो छ नि शरीर छ नि त्यसको लागि चाहिँ चाहिन्छ क्या पहिला सुरु तिम्रो त थोरै पनि देखेन कसरी प्रुफ गरौँ 7 इन्चकै हो भने अझ एकचोटि उठ सुतिरहेछ भाइ नै जाडोमा अनि लगक्कै परिरहेछ अनि त्यो पुरै अहिले छामेर जबरजस्ती उठाउँदै होला कहाँ उठाउन हौ उठायो भन्दा फुटेको उठे हुन्छ क्या फेरि त्यो कस्तो कस्तो कुरा गरेको क्या तिमीले नउठाउन त तिम्रो नभएको तुरी जबरजस्ती माई गॉड बम्बा क्लाच कहाँबाट तिमी भेट्टेरै उठाएर फेरि मैले यत्रो खोका हाने भने फेरि आत्यो होला नि फेरि तिमी तिम्रो छैन के मलाई उठाउने त्यत्रो तिमीमा औकातै पुग्दैन बुझ्यौ अनि कसरी पुग्दैन हो सामानै ठुलो छ क्या फेरि मेरो अहिले उठ्दैन क्या भाइ सुतिरहेछ क्या खास चाहिँ त्यो सामान त संसारभरिमा एउटा न एउटासँग त फिक्सै होला सबैसँग हुन्छ नि कस्तो कुरा गरेको औकात भनेको त्यो डिकमै पर्दैन नि त अरूमा पनि पर्छ केमा पाउँछ केमा तिमीले के प्रुफ गर्न खोजेको के प्रुफ गरौँ तिमीले भन न पहिला सुरु तिमीले मलाई किन यस्तो तरिकाले ल भन्ने के गर्न खोजेको माहाले पनि साथ दियो अहिले मलाई दियोस् मायाले किराले नि साथ दियो क्या तिम्रो गालामा टोकेर गालामा होइन तिमीलाई कस्तो टोक्नु टोक्छ अब ठोक्न तिमीलाई त्यस्तो मन लाग्छ तिमीलाई नाइ अनि मलाई त ओन्ली को ला 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 बुझ्नौ यस्तो जाडोमा कहाँ हो भन न पहिला यसरी तिमी एकदम जाडो भइरहेछ क्या तिमीलाई पनि म अस्ति भएको रहेछ क्या तिमीलाई पनि बुझेनौ गर्मी भएको छ मलाई ए पानी परेको छैन कहाँबाट हो तिमी पोखरा ओ माई गुडनेस पोखरा आउनु पर्छ क्या हो यार आउन त तिमीलाई कसले नाइ भनेको को साइडमा त बुढा छ त नि केटै सुति छ बिचार थाकेर गलेर सुतिसकेछ अनि मेरो साथी हो क्या लेडी बोय किन लेडी बोयसँग सुतिरह के हुन्छ बोयसँग सुत न म छु त यहाँ तेरो सानो भयो नभएको हेर्न अब जबरजस्ती घोटी देखाउँछ है अब घोटी भयो नि जस अब कुरा गरेको जे हो त्यो घोटे पनि नघोटेको नि जत्रो हुने त्यति नै उठ्छ नि हौ नभएको मान्छेसँग बोल्नै बेकार लाग्छ गुला नभएको मान्छेसँग भएको गुला र माथि दुधे भएकोसँग बोलिरहेछ त त्यहाँ सुतिरहेछ त तिमी अनि तल नि भएको माथि नि भएकोसँग होइन अनि नभन है मेरो साथी मात्र हो ए साथी मात्रै हो अरू के होइन लेडी बोय त अनि बोयसँग सुत्छ त अनि कहाँ लेडीसँग सुतिरहेछ त अनि यो बारेमा किन छलफल गर्नु पर्यो चुप लागेर बस्न ए आउ न भन्न खोजेँ क्या तिमीलाई मैले तिम्रो सानो भयो क्या चुप लागेर जाऊ मा कसम भिडियो कल गरेर त देखाउनु पर्यो ओइ लामो ओइ कस्तो सानो भएपछि साइज बढेर बुझ्यो नि साइज म्याटर गर्छ भने चाहिँ बुझ क्या तिमीहरू लामो हाइटको पनि म्याटर गर्छ तलको पनि साइज म्याटर गर्छ भन्दा चाहिँ बुझ्दा हुन्छ बुझेन फकिङ